अलबदा मल पछाडिबाट चाहिँ 171 नम्बर बस चढाउनु हो भने चाहिँ ठ्याक्क अल्ड्रिम पार्कमा आइने रहेछ। अब हामी चाहिँ यो पार्कतिर छिर्ने बाटो चाहिँ खोज्दै जाँदैछौँ। लगभग अब पुग्नु लागे जस्तो छ। यहाँ पार्कको इन्ट्री चाहिँ फ्री छ कि पैसा लाग्छ कि त्यो चाहिँ अब ट्याक्कै गेटमा पुगेपछि भनौँला तपाईँलाई। अहिले चाहिँ हामी इन्ट्री वे खोज्दै जाँदैछौँ। यतातिर जाँदैछौँ। यस्तो यस्तो घर हामी यसरी बाटो जाँदैछौँ। अब कता पुगिन्छ हेर्नुहोस् तपाईँहरू। अब पार्कमा पुग्नु लागेछौँ। यो पार्कमा पुगेपछि चाहिँ भित्र के छ कस्तो छ भनेर चाहिँ म अझै विस्तृत रूपमा देखाउने छु तपाईँहरूलाई। यो धान रोप्नको लागि चाहिँ पानी ल्याएको छु कुलो। हेर्नुहोस् यहाँ चाहिँ पुरै धान रोप्नलाई पानी यसरी ल्याएको छु मैले कुलो धान रोप। अब हामी चाहिँ पुरै पार्कतिर घुम्नु जाँदैछौँ। यता पर चाहिँ पुरै पौडी खेल्ने बोटहरू पनि रहेछ। सेफ फन स्टार्टिङ फ्रम 1780 पर बोट। ल 70 रुपियाँ एउटा बोटलाई चाहिँ पर्ने रहेछ। यहाँ चाहिँ यस्तो खालको घुम्ने ठाउँ रहेछ। घुम्दैछौँ। ओके समटाइम बोट चढ्ने हो भनेर भनिरहेको छ। हामी चाहिँ एकछिनमा चढ्ने भनेर भनेको छु मैले चाहिँ। अब हेर्नुपर्छ पहिला यहाँको लोकेसनहरू हेर्नु पऱ्यो। त्यस पछाडि चाहिँ बोट चढ्न मन लाग्यो भने बोट चढ्ने। चढ्न मन लागेन भने चाहिँ यहाँ पाहाडीपट्टि औलाइपट्टिको यस्तो घर रहेछ। हेर्नुहोस् तपाईँहरूले पनि। ल यो चाहिँ अबुधाबी। हामी चाहिँ पुरै यसरी घुमेर अब बोटमा चढ्न चाहिँ अलिक महँगो पर्ने रहेछ। के गर्ने भनेर चाहिँ हाम्रो यहाँ साथीलाई चाहिँ गर्दैछु। उहाँले के भन्छ गाँटिसवाला हो क्या, त्यही भएर स्पोन्सर गर्नु न भनेको पैसा छैन भन्नुहुन्छ। आज के गर्नु ए बोट भन्दो रहेछ। अब यो बोट चाहिँ हामीले उही सानोमा कोक्रोमा हाले जस्तो मात्रै हुँदो रहेछ। हेर्नुहोस् यो ठाउँमा आएर पनि अब नचढेको नदेखेको कुराहरू देखियो, हेरियो, घुम्यो। यी ड्राइभर अलिक थाकेर अहिले अगाडिको ड्राइभर पछाडिको ड्राइभरलाई अहिले मैले सिक्दैछन्। बेला बेला अघि मलाई भन्थे सिधा लान्थ्यो, उहाँले पनि उहिरहेछ हुन त। अर्कालाई भन्न चाहिँ अलिक सजिलो छ साथी हो। यस्तै छ हेर्नुहोस् तपाईँहरूले पनि। ए एकपट्टि गर्ने रहेछ नि त। ल हेर्नुहोस् अब हामी पनि त्यहाँ त्यो ठाउँमा पुग्न चाहिँ निकै टाइम लाग्छ होला हामीलाई। कहिले यता कुद्छ, कहिले यता कुद्छ, कहिले यस्तो घुम्छ। गाह्रो छ हौ यो नजान्दा पनि। आफै ढुङ्गा गाह्रो छ। ड्राइभर भइहाल्नु भयो अगाडि, नसोच्दै अगाडि बढ्नु परिहाल्नु भयो। भिडियो बनाउनु पाउनु भयो छैन होइन। ड्राइभर भए पनि पछाडि बस्नाले म चाहिँ भिडियो बनाउँदै हिँड्दै गर्छु। ठिकै छ। ड्राइभर भए पनि एकाधले लास्ट अब चाहिँ ट्याक्क बोट घुम्यो। बोट घुमिसकेपछि ट्याक्क एक बोतल पानी र यो फ्रेस हुने रुमाल चाहिँ दिँदो रहेछ। हेर्नुहोस् तपाईँहरू स्थानीयको पनि यसरी हेर्नुहोस्। रिम आइल्यान्ड रिम आइल्यान्ड
आउनु चाहिँ नभुल्नु होला, अथवा अल रिम सेन्टर पनि भन्दो रहेछ, त्यो आउनु चाहिँ नभुल्नु होला तपाईँहरू पनि। एकदम रमाइलो रहेछ। यो पार्कबाट चाहिँ एक्जिट भइसक्यौँ हामी। यो पार्कको नाम चाहिँ रहेछ रिम सेन्ट्रल पार्क, रिम सेन्ट्रल पार्क रहेछ। ल अब चाहिँ हामी अब यहाँबाट थोरै अगाडि बढेर चाहिँ हामी बस स्टेसनमा जाँदैछौँ। बस स्टेसन जानको लागि चाहिँ हामी 71 नम्बरको बस चढ्नेछौँ। त्यस पछाडि हामी चाहिँ ट्याक्कै अलबदाको अगाडि पुग्छौँ। अलबदाको अगाडि पुगेपछि चाहिँ हामी त्यस पछाडि आफ्नो गन्तव्यतिर जानेछौँ।